ओला नमस्ते साथीहरू। आज चाहिँ म तपाईँहरूलाई आइआरएस भर्न सिकाउँदैछु। तपाईँको गुगल क्रोमबाट जानु होला। अब अप्रिल 1बाट आइआरएस खुल्दैछ 2025 को। ब्राउजरमा जानु होला। तपाईँले त्यहाँ पोर्टल दास फिनान्सास भनेर सर्च गर्न सक्नुहुन्छ सर्च बारमा। तपाईँको त्यो खोलिसकेको छ अफिसियल वेबसाइट। लगइन गर्नु होला। निफ आइडी पासवर्ड हाल्नु होला। आज चाहिँ म तपाईँहरूलाई कपल प्लस चाइल्डवाला केसमा भिडियो बनाउन गइरहेको छु। तपाईँको यो 2 फ्याक्टर अथेन्टिकेसनको कोड मागेको छ। यो चाहिँ तपाईँले एक्टिभेट गर्नुभएको छ भने मोबाइल नम्बरमा कोड आउँछ, छैन भने तपाईँको अटोमेटिक खुल्छ। यो चाहिँ अहिले सेक्युरिटी टाइट गरेको छ। त्यो हुनाले तपाईँको मोबाइलमा मेसेज आउँछ, त्यो कोड हालेर अथेन्टिकेट गर्नु होला। त्यसपछि तपाईँको सर्च बारमा गएर आइआरएस क्लिक गरेर सर्च गर्नु होला। त्यसपछि तपाईँले त्यसलाई आइआरएसमा एक्सेस गर्न सक्नुहुनेछ र यस्तो लेफ्टपट्टि सबमिट डिक्लेरेसन भन्ने छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईँको फिल आउट द डिक्लेरेसन भनेको छ र इयर चुज गर्नु होला। 2025 तपाईँको सेलेक्ट गर्नु होला र यो फर्स्टमा क्लिक गर्नु होला। त्यसपछि तपाईँको इयर पहिले चुज भइसकेको छ। निफ नम्बर फेरि एकचोटि हान्नु होला। अब तपाईँको सिङ्गल नै हो भने चाहिँ तपाईँले सिधै कन्टिन्यू गर्दा हुन्छ। अब तपाईँको हस्बेन्ड एन्ड वाइफ कपलवाला जोइन्ट ट्याक्स हो भने चाहिँ अप्सन फर जोइन्ट ट्याक्सेसन सिस्टममा क्लिक गरेर तल्लापट्टि चाहिँ अब आफ्नो पार्टनरको निफ नम्बर हान्नु होला। होइन भने तपाईँले डाइरेक्ट कन्टिन्यू गर्न सक्नुहुन्छ। मैले चाहिँ आज कपल प्लस मेरो नानीको पनि निफ हानेर जोइन्ट ट्याक्सेसन भर्दैछु। त्यो हुनाले तपाईँले तपाईँको यो स्पाउसको निफ हान्नु होला र कन्टिन्यू गर्नु होला तल्लोपट्टि सरेर। त्यसपछि तपाईँको अथेन्टिकेसन फेरि माग्नेछ स्पाउसको लागि र बाई अथेन्टिकेटिङ गरेर फेरि निफ नम्बर र पासवर्ड तपाईँको हान्नुपर्ने छ। मेरो चाहिँ अटोमेटिक सेभ भएको हुनाले सिधै आउनेछ र यस्तो खालको खुल्नेछ मोडल 3 वाला। 2 क्लोज गरिदिनु होला। त्यसपछि तपाईँको सुरु हुनुहुन्छ 1 मा खासै केही पर्दैन, 2 मा पनि खासै केही पर्दैन, 3 मा पनि तपाईँ खासै केही पर्दैन, 4 मा तपाईँको म्यारिडमा क्लिक गर्नु होला। तपाईँ सिङ्गल हुनुहुन्थ्यो भने सिङ्गलबाट भर्दै हुनुहुन्थ्यो भने सिङ्गलवालामा गर्नु होला। त्यसपछि तपाईँको एकैचोटि हाउस होल्डमा जानुहोस्। हाउस होल्डमा तपाईँको बच्चाको मैले अहिले भनिहालेँ, बच्चावाला माइनर बच्चाहरूको छ भने त्यो डिपेन्डेन्टमा एड लाइन गरेर निफ हाल्नु होला। मैले चाहिँ मेरो छोरीको हाल्दैछु। तपाईँको जतिजना बच्चा छन् त्यही अनुसार एड लाइन गर्दै जानु होला। त्यहाँ निफ नम्बर हानेपछि तपाईँको अरू 2 जना 3 जना जति छ त्यही अनुसार एड गर्दै जानु होला। त्यसपछि तपाईँको यो पार्ट पनि सकिन्छ। 7 मा नि खासै काम केही हुन्न। 8 मा तपाईँको ट्याक्स रेसिडेन्स भने तपाईँको लोकेसन कता हो भन्छ। तपाईँको मेन पोर्चुगलमा हुनुहुन्छ भने कन्टिनेन्टी हो, तपाईँहरू आइल्यान्डमा हुनुहुन्छ भने आकोरेस र मदेरा छ त्यो क्लिक गर्नु होला। तर प्राय कन्टिनेन्टीमै बस्नुहुन्छ भने कन्टिनेन्टीमै क्लिक गर्नु होला र त्यसपछि 9 मा जानुपर्छ। 9 मा चाहिँ तपाईँको ब्याङ्क एकाउन्ट नम्बर हाल्नुपर्ने हुन्छ पिटी सहित र त्यसमा कन्फर्म गर्नु होला र एस पनि थिच्नु होला त भेरिफाईको लागि। त्यसपछि 10 नम्बरमा चाहिँ फर्स्ट स्टेटमेन्ट अफ द इयर भनेको छ, त्यसमा क्लिक गर्नु होला। 11 मा खासै केही छैन।
13मा पनि खासै छैन। तपाईँको काम लगभग सकेको छ। तपाईँले भ्यालिडेट गर्न पनि सक्नुहुन्छ चेक गर्नको लागि मिस्टेक छ कि छैन, र सिमुलेट गर्न सक्नुहुन्छ। डाइरेक्ट सिमुलेट गर्नुभयो भने तपाईँको अटोमेटिक भ्यालिडेट भएर आउँदैछ। र लगभग सिमुलेसन रिजल्ट चाहिँ आइसकेको छ। मेरो चाहिँ ट्याक्स क्यालकुलेसन 0 छ, फाइन पनि आएको छैन, र रिसिभ पनि हुनेछ देखेको छैन। तपाईँको चाहिँ अब फाइन छ भने त एमाउन्ट टु पे भनेर ब्लू अक्षरमा आउँछ, र एमाउन्ट टु रिसिभ भनेर चाहिँ ग्रिन अक्षरमा आउँछ। केही चाहिँ तपाईँले चाहिँ रिटर्न आउने छ भने जति एमाउन्ट छ त्यति आउँछ त्यसमा। मेरो चाहिँ 0 देखाएको छ। त्यसपछि तपाईँको मुख्य कुरो यति नै हो, र यो क्लोज गर्न सक्नुहुनेछ स्क्रोल गरेर। क्लोज सिमुलेटर गर्नु होला र डेलिभर गर्नु होला। डेलिभरको अप्सनमा थिचिसकेपछि तपाईँको फाइनल डेलिभर गर्नु होला, र तपाईँको डेलिभर गरिसकेपछि तपाईँको फेरि ए र बीको ट्याक्स पेयरको चाहिँ लगइन गर्न माग्न सक्छ। फेरि एकचोटि लगइन गर्नु होला, पासवर्ड दिनु होला, त्यसपछि तपाईँहरूको डिक्लेरेसन सबमिट हुनेछ। धन्यवाद। मेरो भिडियो हेरेर तपाईँलाई सहयोग भएको छ भने भिडियो लाइक सेयर गर्नुहोला, र तपाईँलाई कुनै केही क्वेसन छ भने कमेन्ट गर्नुहोला। नमस्ते।